हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल ब्लगर निखिल मन्नान। स्वागत छ तपाईहरुलाई। हाम्रो यहाँ टिम छ, एउटा नयाँ दाइ हुनुहुन्छ हाम्रो फेभरेट दाइ। हाम्रो दाइले के भनिरहेको छ, म कालो ब्याले चाहिँ के पर्दैन अरे केही भन्दिनु हाम्रो च्यानलको बारेमा। एउटा पठाइदिनुस् होला तपाईले पनि हामीलाई पनि भन्छ रे। सहीमा भिडियो बनिरहेछ। घाममा घुमी घुमी कालो भइसके, कुनै बेला कालो आउँछु फेरि हामी नरिसाउनुस् होला। अनि दाइ आज हामी कहाँ गएर छु केटाहरू? गर्मी धेरै भयो अब गएको हामीहरू कटान गएको नाउनु। अनि गाइस हामी कटान जाँदैछौँ होइन। आज हामी तपाईलाई कटान देखाउने कस्तो छ कटान नेपालको कटानहरू। अनि दाइ हल्का धेरै उदास हल्का दाइको बारेमा पनि हालचाल पुछ्नु। दाइ तपाईँ त हालचाल भन्नु हल्का। साँच्चै देखिरहेछ रे, मुख देखिरहेछ नि, पुरै अन्धारो देखिरहेछ, पुरै उज्यालो पुरै एकदम देखिरहेछ, राम्रो देखिरहेछ, राम्रो आउँदैछ, देखिरहेछ मुख त्यहाँ यताको राम्रो आउँदैछ। ल फोन क्यामेरा राम्रो आउँदैछ। हल्का भन्नुहोस् मेरो च्यानलमा पनि। तेरो च्यानलको नाम के हो र? ब्लगर निखिल मन्नान। ब्लगर निखिल नाइन है। ठिक छ, सब्सक्राइब गर्नु, लाइक गर्नु र फलो गर्नु, यसलाई फलो गर्नु। ल दाइको यति भनाइले यति त गरिदिनुहोस् होला गाइज। र हिजो हाम्रो एउटा नयाँ सब्सक्राइबर त बस पाएको गएको थियो, नयाँ सब्सक्राइबर भेटेको थियो। अनि गाइज यहाँ गाना सुन्नु क्या राम्रो चल्दैछ है। गाडी किन घर रिपोर्ट हान्नेला नि फेरि कपिराइट नदिनु होला, कपिराइट नदिनु होला। म रिपोर्ट भन्ने कपिराइट लाइक कपिराइट। गर्मी चाहिँ धेरै लागिरहेछ गाइज, धेरै गर्मी लागिरहेछ। तर के गर्नु, गर्मी काँडै जानु पर्दैछ कटान। भन्नु गर्मी निकालिदियो। यो गाना गाइदिनु गरमी के दिन गए गरमी महिना हो। यो गानामा डान्स गरेर पानी बुझ्दिने धेरै भइसकेको छ, 43 डिग्री गइसकेको छ। त्यस्तो हल्का के गर्नुहोस्, यस्तै हो दिन खराब। आई मिन जिन्दगी खराब भएको छ गर्मीले गाइस। त्यही पनि ल क्या गरेर जे गर्छु त हेरिदिनु होला। भिडियो कस्तो लाग्यो सब्सक्राइब गरिदिनु होला। भिडियो इन्जोय गरिदिनु। बाई बाई।